नमस्ते, सुप्रभात। आज चाहिँ म यहाँहरूलाई एउटा यो ढिँडो बनाएर चाहिँ खाने एउटा नयाँ शैली होइन, ढिँडो पकाउने शैली म तपाईँलाई बताउन गइरहेको छु। यो शैली चाहिँ कस्तो छ भन्दाखेरि अब हुन त पुरानो परम्परागत तरिकाले पकाएको जुन ढिँडोको स्वाद त यसमा नआउला होइन, तर चाहिँ यहाँहरूलाई एउटा के म चाहिँ सन्तुष्ट हुन चाहिँ के आग्रह गर्छु भन्दाखेरि यो जुन मैले ढिँडो पकाएको छु नि होइन, पकाउँछु नि, त्यो ढिँडो खाँदाखेरि चाहिँ अलिकति पनि पेटमा यो हुन्छ नि, यो ढिँडो काँचो हो कि अथवा पाकेन कि भनेर जुन एउटा खालको जुन समस्या उत्पन्न हुन्छ नि, त्यो चाहिँ हुँदैन। यसमा तपाईँ निर्धक्क हुँदा हुन्छ है। यो ढिँडो चाहिँ एकदमै मजाले पाक्छ होइन। अब हुन त अब यहाँ अब मैले चाहिँ जुन एउटा चाहिँ हिसाबले यहाँ बनाउँछु नि, त्यो देखेपछि तपाईँलाई चाहिँ थाहा पाउनुहुन्छ होला यो ठिक छ भनेर होइन। तर यसमा चाहिँ एउटा अलिकति के छ भन्दाखेरि परम्परागत शैलीको जुन त्यो स्वाद चाहिँ यसमा हुँदैन है, त्यो चाहिँ त्यसमा चाहिँ अब अलिकति यसो कमी कुन्तिर भने त्यही नै हो होइन। अब आज मेरो श्रीमती पनि यहाँ मसँगै थिए है। तिमी पकाउने हो? हुन्छ। के पकाउन आउँछ आउँदैन? आउँदैन। ल ल मै पकाइदिन्छु होइन। अब आज सिक्नु होइन, अनि भोलिदेखि फेरि पकाउनु है। है त अब सर्वप्रथम मैले यहाँ पानी हाल्छु है। पानी अब हामी दुईजनाले खाने हो। अब मैले लगभग आधी कराई यहाँ पानी हालेको छु है। पानी हालिसकेपछि अब चाहिँ के गर्छु भन्दाखेरि म चाहिँ पहिला यो पिठो छ नि, जति चाहिँ यो ढिँडो पकाउँदाखेरि पिठो प्रयोग हुन्छ त्यसको आधी नै म सुरुमा हाल्छु त्यसरी है। पिठो हालेँ मैले होइन। अब यो पिठो हालिसकेपछि हुन्छ नि, यो चिसो पानी हो, चिसो पानीमा पिठो हालिसकेपछि पहिला सुरुमा अब यो मेरो हात सफा छ भएकोले हात मैले है। यसलाई पहिला मैले मजाले यसरी यो पानीसँग मजाले यसलाई चाहिँ सम्मिश्रण बनाउँछु सर। यो मजाले घोलोस् क्या यो है, मजाले घुल्छ यो होइन। अनि घुलिसकेपछि यो मजाले घुल्यो है। यसो गरेर यो तपाईँको हातमा चाहिँ यो आउनु भएन है, मजाले घुलिसक्यो होइन। अब यसलाई मैले ग्यास बालेँ होइन। ग्यास बालेर अब यसलाई म केही समय यसलाई छोप्छु म, छोप्छु बेलामा होइन। अनि छोपेर अब लगभग चाहिँ 3-4 मिनट छोपिसकेपछि अब यो पानी अलिक मजाले तात्छ, उम्लिन्छ। अनि फेरि यो जुन हालेको पिठो छ होइन, त्यो मजाले यो फुलेर आउँछ क्या। यो दाबिलो चाहिँ तयार गरेर राखौँ है, ढिँडो मस्काउने दाबिलो। यसलाई चाहिँ यहाँ ट्याक्कै राखिराखौँ। यो अलिक मजाले तातिसकेपछि चाहिँ अब यसलाई अलिक चलाउनुपर्छ। एकचोटि अब खोलौँ है। यो अलिकति मजाले तातिसकेको छ पानी होइन। यसलाई एकछिन चलाउँ है। यो सेतो मकैको भए भएर चाहिँ अलिकति यस्तो देखियो होइन। अब रातो मकै भए चाहिँ अझै राम्रो हुन्थ्यो। मलाई पनि रातो मकै मनपर्न चाहिँ। अब यसलाई चाहिँ फेरि छोड्नु। अब यसलाई खोल्नु है। यो अलि जस मजाले पाकिसक्यो थोरै है। अब थोरै पिठो हाल्नु यसलाई होइन। यसरी पकाउँदाखेरि चाहिँ जस स्वाद त उयो हो। अब पाक्नु चाहिँ मजाले पाक्छ कि यसरी पकाउँदाखेरि चाहिँ। अलिकति गिठा पनि केही पनि रहँदैन, गिठाहरू पनि है। अब चाहिँ आगो सानो पारौँ है। आगो सानो पारेर छोपौँ यसलाई। मैले आगो सानो पारेको छु। एकछिन यतिकै होस् यसलाई। अब यो साइड पिठो थोपौँ अलिकति है।
यसरी मस्काउँछन् होला प्रायः है। पहिला पहिला चाहिँ यसरी मस्काएर खाने चलन थियो होइन। अब अहिले डेली मस्काउनु त पर्छ पर्नु चाहिँ। यसरी छोपेर पकाउँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि तलको त्यो तापले मुनिको चिज त पाकि नै हाल्छ होइन। अनि यो छोप्दाखेरि के हुन्छ भन्दाखेरि माथि जुन बाफ आउँछ नि त्यो बाफले चाहिँ अनि माथिको जुन त्यो छ नि त्यो पनि पकाउँछ अहिले कि मजाले क्या। यो ऊ बनाए जस्तै के अरे त्यो बिरयानी बनाए जस्तै हो क्या यो पनि होइन। छोपेर गर्छन् नि होइन। त्यसरी पाक्छ मजाले पाक्छ। यो पाक्न चाहिँ अत्यन्तै मजाले पाक्छ है। यसमा कुनै पनि दुई मत छैन है। पेट दुख्ला होइन पखाला चल्ला भन्ने खालको त्यो चाहिँ सोच राख्नु नै पर्दैन है। अब एकछिन अझै एकछिन टाइम लाग्छ है, समय लाग्छ एकछिन। अब एकछिनलाई 5 मिनट सुपर राख्दिउँ। 5 मिनट सकेपछि यो ट्याक्कै अब खानलाई तयार हुन्छ है त। अब चाहिँ यो तयार भयो है त। मजाले पाकेको छ यो है, एकदम तयार हो है। राम्रो भएको छ। एकचोटि मस्काइदिउँ होइन। यसमा चाहिँ एउटा के हुन्छ भन्दाखेरि गिर्खा चाहिँ अलिकति पनि रहँदैन क्या। त्यो गिर्खा हुन्छ नि त्यो पिठो भएको गिर्खा त्यो चाहिँ अलिकति पनि रहँदैन क्या यसमा। तपाईँ ढिँडो बस्नु है। दिनु पऱ्यो नि त। छोरी हेलो भने खै त, हेलो भनिदेऊ ल। अब हेलो भनिदेऊ त। बिस्तारै
यो हातले अर्को हातले खाऊ उठ्यो हातले खाऊ ए हातले खाने मामु त्यसले हो छोरी खाना पुरानो घरमा हेरेको थियो नि किस कन्टिला भनेको चम्चा चम्चा रहेछ अरे मामु हजुर यो त पुरानो घरमा हेरेको थियो नि किस कन्टिला कसरी बनेको खाऊ त खाऊ भिडियो कसरी खाने हो खायो छोरा ओ दाल हेर छोरी सोपेर गुड अन्त अर्थै त रहेछ ल्याउने हजुर के बसिन्छ एउटा बस्छु म मामु हजुर हामीले हेरेको छौँ नि पुरानो घरमा किस कन्टिला कसरी बनेको थाहा छ तपाईँ छोरा हामीले पुरानो घरमा हेरेको थियो नि त्यो चाटेर चम्चामा चाटेर खाएको थियो जाम तपाईँ खाऊ त्यो हामीले चम्चामा किस कन्टिला कसरी बनेको थाहा छ म भनिदिउँ होइन एउटा किस कन्टिला एउटा भुतहरूको नारिवल थियो अनि हो सबै बच्चा किनाम गयो अनि त्यो बाबाले किस कन्टिला किन नमिठो हो फेरि आफ्ना किन नमिठो हो चालेको के छोरी अनि यो हुन्छ चिचाहरू चिची हाल्छ मिठो हुन्छ दाल खाइस खाऊ खाइस त दादा खाइस मैले खाना आएन क्या खाऊ ल अनि उमा गरौँ छोरा कहिले साग खाएको भात नखायो भनेर हो ठिक छ राख्ने लिन्छ अब सागहरू खाइँदैछ है अघि होइन दाल आउँछ दाल हाल्ने थाहा हुँदैन त्यति बेला दाल हाल्नु मैले यहाँ हाल्नु मिठो हुन्छ खाइदेऊ त अचार ओ वा कुन मिठो खाइन्छ अरे कति खाइन्छ ढिलो खाएको फेरि सामने खाएको छ जितोको मारी मारी गरिदिन्छ तिमी कहिले हात नखाएको के सानो सानो कति धेरै खाइदिन्छ के मेरो म पनि खान्छु है चिची मात्र खा है ढिलो दियो बुवा त्यो भिड नखाने ढिलो दियो नाम हालिदिन्छ है दादा खाइदिन्छ खाऊ खाऊ मनपर्छ मामा हाल्छ है सरकारी
हालिदिन्छु पानी मिठला ढिँडो दाल दाल ठन्डा छैन सरी मानमिट सरी यहाँलाई आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिनु हस् त आजलाई यति नै तपाईहरु पनि मैले जुन शैली बताएँ हैन त्यही अनुसारले ढिँडो पकाएर खानु होला अत्यन्तै मिठो हुन्छ।